राजनीतिक सबै लगभगमा तपाईँको सबै राजनीतिक दल हामीले समेटेको छौँ। 2-3वटा राजनीतिक दलको सचेतकहरू आउनुहुन्छ, जिम्मेवार व्यक्ति नै आउनुहुन्छ। त्यसपछि तपाईँको केही व्यक्तिहरू नआउने कारण भनेको अहिले जसपाको महाधिवेशनको कारणले केही कुनै पार्टीको आउन सकिरहेको छैन र स्थानीय तहको मेयरज्यूहरूको जुन कमिटमेन्ट हामीले लिएछौँ अहिलेसम्म हामीले 18वटै पालिकालाई इन्फर्म गरेर सबैको सहभागिता हुन्छ भनेर उहाँहरूको आश्वासन दिनुभएको छ। बिना फाउन्डेसनका अध्यक्षजीले हामीसँग समन्वय गर्नुभयो, हामीलाई जानकारी गराउनुभयो। हामी पनि गरौँ न त सप्तरी समृद्ध र सबल सप्तरी कसरी बनाउन सकिन्छ, सप्तरीको कृषि क्षेत्रलाई आधुनिकीकरणसँग आधुनिकतावादमा कसरी लान सकिन्छ, आधुनिक कृषि कसरी बनाउन सकिन्छ, सप्तरीमा फल्ने आँपहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा लगेर कृषकहरूको आर्थिक अवस्था कसरी मजबुत बनाउन सकिन्छ, सप्तरीभित्र रहेका प्राचीन एवं धार्मिक धरोहरलाई अभिवृद्धि गरेर त्यसलाई चाहिँ संरक्षण सम्वर्धन गरेर एउटा चाहिँ ठुलो चाहिँ कसरी पर्यटकीय गन्तव्य बनाउन सकिन्छ। छिन्नमस्ता मन्दिर, कङ्काल निमाई, राजदेवी मन्दिर राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित भएको ठाउँहरूलाई कसरी अगाडि बढाउन सकिन्छ, यसका माध्यमबाट पनि सप्तरीमा रोजगारका अवस्थाहरू कसरी अगाडि बढाउन सकिन्छ, वृद्धि गर्न सकिन्छ भन्ने सन्दर्भदेखि सेवा प्रवाह र सुशासन स्वीकार्नुपर्छ। सप्तरीमा हामी कमजोर अवस्थामा छौँ, यसको अवस्था दयनीय छ। यसलाई रचनात्मक गर्दै कसरी अगाडि बढाउन सकिन्छ त? सबैले काम आखिर आफ्नो आफ्नो ठाउँबाट गरेकै छौँ। सप्तरीलाई सबल र अबल बनाउन सबै प्रतिबद्धै छौँ भन्ने सन्दर्भमा सप्तरीका यावत सेक्टरका विचारहरू के छ, त्यो विचारलाई सप्तरी विचार उत्सवको माध्यमबाट एउटा साझा प्लेटफर्मको माध्यमबाट हामीले चाहिँ यसलाई सप्तरीको सबै क्षेत्रका सबैलाई एकीकृत गरेर सबै विचारहरूलाई एकीकृत गर्दै सप्तरी विचार उत्सवको माध्यमबाट सप्तरीको औपचारिक विचारलाई घोषणा गरौँ, सार्वजनिकीकरण गरौँ र त्यसमा साझा प्रतिबद्धता पनि लिउँ। जो साझा प्रतिबद्धताले भोलि सप्तरीलाई एउटा चाहिँ समृद्ध सप्तरी, सबल सप्तरी र एउटा चाहिँ अरू जिल्लाहरूकै ताक सेरोफेरोमा पनि सबै दृष्टिकोणबाट अगाडि बढिरहेको सप्तरीका रूपमा हामीले गौरवका साथ जसरी राजनीतिक र राज्य विरुद्धको विभिन्न शासनहरूको विरुद्धको जसरी चाहिँ परिवर्तनका निमित्त अग्रणी भूमिका खेलेको एउटा चाहिँ यो माटोलाई भन्छौँ, त्यसरी अरू क्षेत्रमा पनि यो सप्तरीले त्यसै भन्ने अवस्था बनोस् भन्ने सन्दर्भमा बिना फाउन्डेसनको यो चाहिँ प्रमुख आयोजनामा हामी सबैको विचारलाई एकीकृत गरेर अगाडि बढाउने यो चाहिँ आयोजना गरिएको हो। सम्पूर्ण पदाधिकारीहरूलाई आभार प्रकट गर्न चाहन्छु। राजनीतिक घटनाक्रमहरू लेखिएको छ, सुनौलो अक्षरमा लेखिएको छ। मलाई लाग्छ सप्तरीको सुन्दर सप्तरी विचार उत्सवले पनि एउटा चाहिँ दस्तावेजको रूपमा कालान्तरमा इतिहासमा यिनै सेरोफेरोहरूमा गरिरहँदा यसमा पाल्नु भएका सम्पूर्ण अतिथि उहाँहरूलाई सम्मान गर्न र यो कार्यक्रमको सफलतामा उहाँहरूको भूमिका एकदमै धेरै छ। तसर्थ फेरि पनि हामी प्रतिबद्ध हुनुपर्छ। यो कार्यक्रमले एउटा समग्र सप्तरीका विचारहरूलाई विभिन्न कोणका, विभिन्न क्षेत्रका, विभिन्न राजनीतिक त्यो विचार अनुकूल हामी स्थानीय सरकारहरू, त्यसपछि प्रदेश सरकार अथवा नेपाल सरकारका कार्यालयहरू सँग समेत हामीले चाहिँ सहकार्य गरेर समन्वय गरेर यो विचारसँग परिवर्तनकारी सप्तरी बनाउन सकिन्छ भन्ने अभियानको सुरुवात भएको रूपमा मैले लिएको छु। यसले चाहिँ यस फेरि पनि मैले अहिले यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गरेर सञ्चालन भएको छ। मलाई लाग्छ यसमा सप्तरी युथदेखि लिएर समग्र संस्थाहरू बडा मेहनतका साथ जोडिएको छ। म सञ्चारकर्मी साथीहरूलाई, खास गरी स्थानीय सञ्चारकर्मी साथीहरूलाई धेरै धेरै धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। उहाँहरूले यो विचार उत्सवमा एकदमै धेरै चाहिँ जिम्मेवारी भन्दा पनि पत्रकारिता जिम्मेवारी भन्दा पनि माथि उठेर सप्तरीवासीको भूमिकामा अहोरात्र खटिराख्नु भएको छ। नागरिक समाजहरूले यस गर्न चाहन्छु। धन्यवाद। अनुमानित कति हो, अनुमानित आयव्यय कति हो त्यसको बारेमा जानकारी गराउनु होला र यो जसरी भन्नुभयो यो प्रदेशदेखि केन्द्रसम्म, तर मलाई के लाग्छ भने तपाईहरू यो कार्यक्रमबाट उठेको कार्यान्वयन गर्नुहुन्छ र तपाईसँगै अझै सप्तरीको 18वटा पालिका प्रमुखहरूले कतिको कार्यान्वयन गर्नुहुन्छ भन्ने प्रश्न हो। आयव्ययको सन्दर्भमा हाम्रो बहिनीजीले भन्नुहुन्छ हामी अलिकति सहयोगी हातको रूपमा छौँ। यसको विचार उत्सव सकेपछि यसले निर्माण गरेका यसले चाहिँ मैले बसेरै यो चाहिँ यसबाट आएका विचारहरू न कि एउटा व्यक्ति न कि एउटा संस्थाको विचार हुन आउँछ। मलाई लाग्छ यो समग्र सप्तरीको विचार हुन्छ र त्यो सप्तरीको विचारलाई
70 वटा युवा भएको कारणले पनि र 70 वटा पालिकाको प्रमुख भएको कारणले गर्दा पनि यसलाई कार्यान्वयनको चरणमा म प्रतिबद्ध हुन चाहन्छु। हामीले 70 का 18 वटै स्थानीय सरकारहरूलाई मैले मेरै प्लानिङले म निर्वाचित भएकै 3 दिनभित्र सबै मेयर साहबहरूलाई 70 मा राखेका थिएँ, राजविहाजमा राखेका थिएँ। मैले नै एउटा प्रस्ताव भनेको थिएँ, तपाईँहरूले याद छ मैले मेरो पालिकामा पालिका पार्टी बनाऊ भनेर त्यहाँ म व्यासबाट गएर त्यहाँ एउटा चाहिँ गठन गरौँ अनौपचारिक रूपमा भए पनि त्यहाँ पनि यो विषय चाहिँ उठेकै हो, साथीहरूले एप्रिसिएट गरेकै हो र म खास गरी छिन्नमस्ता गाउँपालिकाको स्थानीय सरकारको प्रमुखको रूपमा को उपस्थितिमा भनिरहँदा र उहाँहरूले पनि प्रतिनिधित्व गरेर गाउँपालिका महासङ्घको पनि केन्द्रीय सचिवालय सदस्यको रूपमा भइरहँदा म चाहिँ के प्रतिबद्धता जाहेर गर्न चाहन्छु भन्दाखेरि यो विचार आएका विचारहरूलाई हामीले प्राथमिकता गरेर मेरो छिन्नमस्ता गाउँपालिकाले 100% कार्यान्वयन गर्छ र खास गरी अब यो विचार उत्सव बडा राम्रो के छ भन्दाखेरि हामीले निजता कार्यक्रम ल्याउँदैछौँ। हामी हरेक स्थानीय तहहरूले निजता कार्यक्रम ल्याउने समय बेला सुरु भएको छ र म प्रतिबद्धता जाहेर गर्न चाहन्छु यसमा उठेका विषयवस्तुहरू खास गरी छिन्नमस्ता मेरो क्याबिनेटले स्थानीय क्याबिनेटले मेरो क्याबिनेटले गर्न सकिने विचारहरूलाई उच्च प्राथमिकताका साथ निजता कार्यक्रमै ल्याएर अगाडि बढ्छु भन्ने पनि प्रतिबद्धता जाहेर गर्न चाहन्छु। के हुन्छ प्यानलिस्ट बनाउनुहुन्छ होइन, कति सहभागी गराउँछ त्यो सब तपाईँ भन्नुहुन्छ। धन्यवाद। यस्तो छ यो कार्यक्रममा तपाईँको प्यानलको डिस्कसन सकेपछि जुन हाम्रो प्रश्न आउँछ दर्शकबाट त्यो प्रश्नको हाम्रो प्यानलिस्टहरूले सम्बोधन गर्नुहुन्छ। जस्तै हाम्रो यो सबै कार्यक्रम तपाईँको टेलिभिजनहरूमा लाइभ हुन्छ, त्यसरी नै हामी एउटा प्रतिबद्धता पनि लिन्छौँ, सरकारवाला निकायसँग प्रतिबद्धता लिन्छौँ। यसको यो प्रब्लमलाई सोल्युसन के हुन्छ त्यो प्रतिबद्धताको लागि हामी सरकारवाला निकायले यसमा जोइन गरेछौँ। हरेक सेसनमा हामीले एउटा तपाईँको मेम्बर अफ पार्लियामेन्टलाई राखेको छौँ। यसै कारण कुन टेलिभिजनबाट लाइभ हो? यो हाम्रो अपन टेलिभिजन र कोशीबाट लाइभ हो र अन्य हाम्रो धेरै तपाईँको युट्युबबाट लाइभ हुन्छ।